नमस्कार सम्पूर्णमा कति पछि म भिडियो ल्याउँदैछु लगभग 1 सालपछि यो भिडियो चाहिँ अस्ति नै मैले 1 साल अगाडि क्लिक गरेको थिएँ त्यही पनि अब के कारणले गर्दा मैले यो हाल्न पाएको थिइनँ अहिले हालिदिइरहेछु हेरेर राम्रो नराम्रो के कस्तो हुन्छ प्रतिक्रिया दिनुहोला यहाँनिर हुस्सु लागिरहेछ हुस्सु दुईजना दिदी मनु र मधु दिदीसँग चाहिँ हाम्रो प्लान भयो कि हामी हाइकिङ जाने भनेर अनि हामी हाइकिङ जाँदै यतिखेर उहाँहरूसँग म भेटेर पनि हामी जाँदैछौँ यतिखेर चाहिँ बसमा यतिखेर चाहिँ कति दिनपछि घुम्न हिँडिरहेको थिएँ प्लस दिदीहरूसँग फर्स्ट टाइम जाँदै थिएँ नि अनि कस्तो हुन्छ एक्सपिरियन्स भनेर एक्साइटेड थिएँ हेलो दिदी यहाँनिर फोटो खिच्दै हुनुहुन्छ सबैजना आज हामी 3 जना चाहिँ यहाँनिर मेरा प्यारा दिदी प्यारी प्यारी दिदीहरू 2 जनालाई घुमाउन ल्याएको शिवपुरी केही पनि नखाइ आएकोले यहाँनिर खाजा हल्लाएको खाजा चाहिँ बिस्कुट अनि चिया कफी यहाँनिर उहाँले रेडी गर्दै हुन्छ हाम्रो कान्छी दिदीले म यहाँनिर काम र काजको भिडियो बनाउँदै बसिरहेको आज धेरै एक्साइटेड छु कति बजी फेरि घुम्न यो ठाउँ त मलाई जति पटक भए नि घुम्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो अब यही ठाउँ आइपुग्यो मेरो अरू भ्लगहरूमा नि यही ठाउँको घुमेको छ अनि आज पनि यही ठाउँ यहाँनिर यस्तो अन्डा बिस्किट चिया कफी अनि यहाँ चना छ हाम्रो दिदीहरूले ल्याउनु भएको हामी सबैले ल्याएको रेडी पारेको यहाँनिर कति माया गरेर चिलाएर दिनु भइरहेको छ नुनसँग खाने हो अन्डा टिकट काट्ने कहाँ हो त माथि नुन चामल त बेला खाऊ हुन्छ हाल्दिनु ए माथिबाट सेप्दै दिदीले खोले म यस्तो खोला यहाँ भर्खर हाम्रो सुरुवात हुँदैछ उकालोमा हिँड्न म आज चाहिँ उठाएर लस्सी घुम्नु त्यहाँ लस्सीको बोट छ अरूको होला लानु पाउँ त्यो पनि हो यहाँ आज चाहिँ छोटो भिडियो हाल्नेछु भर्खर सुरुवाती ठाउँमै थाकिसक्यो पुल कति राम्रो यो हामीले तल बसेर जापाइँदै हेर्न पाइँदैन बल्ल बल्ल यो पनि आउँछ जुर्नुपर्छ यसरी आउनुहोस् अलवेज वेलकम भनेर हामीलाई साथी वेलकम टु माई भ्लग है अघि नै आइसक्यो देखाइसकेर उहाँ चाहिँ मेरो मनु दिदी हो पोखरामा जो हुनुहुन्छ उहाँलाई चिन्नुहुन्छ भने हेरिदिनु होला है बाई द वे हाम्रो आई एम फ्रम पोखरा मेरो नि च्यानल छ मलाई नि फलो गरिदिनु होला म पनि फलो गर्छु है पहिला सबसे पहिला तिमीले गर्नु पर्यो त्यसपछि दिन आफ्टर ल अर्को ल अहिले पछि काम भर्खर आउँदै हुनुहुन्छ
हामी देखाउँछौँ बाटोमा अप्ठ्यारो छ र ल ठाउँमा आइसक्यो म यहीँ बस्नु भए पनि लिन्छ लिँदैन खै ठिकै ए तिमी लोकल स्टुडेन्ट्सलाई पर्दैन क्या म चाहिँ यहीँ बस्नु दिदी टक्क रेडी भएर हिँड्न लाग्नु यहाँ बढी कफ गर्नु भन्दा नि हाँस्नुमा हामी बिजी छौँ अहिले यस्तो ठाउँमा आइपुगिसकेका छौँ यहाँनिर भर्खर हामी म आज चाहिँ खै धेरै भिडियो बनाउनु भन्दा पनि दिदीहरूसँग फर्स्ट टाइम घुम्न आएको अनि उहाँहरूसँग कुराकानी गफ सट्टा त्यस्तोमै बितिरहेछ जस्तो यो ठाउँ चाहिँ म आइराख्ने भएकोले गर्दा ठिक्क भिडियो मेमोरिजको लागि अब उहाँहरूसँग त फर्स्ट टाइम भिडियो बनाएको त मैले यो थर्ड टाइम हो त्यही पनि मलाई राम्रो लाग्छ आइराख्न जति पटक भए पनि हरियाली भनेपछि मलाई जहाँ भए पनि रमाइलो लाग्छ थर्ड टाइम हो भिडियो बनाएको चाहिँ तर दिदीहरूसँग फर्स्ट टाइम भएर मैले आज पनि छोटो भए पनि बनाउने प्रयास गरेको छु फेरि लामो चाहिँ बनाउदिनु होला त्यस्तो उहाँहरूसँग त्यही अघि भनिहालेँ फर्स्ट टाइम उहाँहरूसँग भएकोले उहाँहरूसँगको मेमोरी आउनुहुँदैछ टक्क लाएर उहाँहरू शिवलिङ्ग भएको ठाउँमा आइपुगेका छौँ शिव भक्त यहाँ आएर पूजा गर्न सक्नुहुन्छ यहाँ तल दिदी आउँदै हुन्छ यहाँ सिस्नु चाहिँ टन्नै रहेछ है कसैलाई सिस्नु खानु मन छ भने टिप्न आउँदा हुन्छ यो अहिले ठिक्क छ ल अहिले हामी भर्याङ हिँड्दैछौँ कहिले माथिसम्म पुग्ने हो त्यहाँनिर पारी पोखरी हुन्छ यस्तो हेर्ने आँखालाई शान्त यहाँ सिस्नु हेर्दा यहाँसम्म आइसक्यो फेरि चेकिङ हुन्छ होला यहाँ भइसकेर अब चाहिँ हामी डेस्टिनेसनमा अघि बढ्दैछु तर डेस्टिनेसन चाहिँ कहाँ होसम्म हो थाहा छैन है जहाँसम्म जस्तो भयो नि मेमोरिज आफू यही हो एउटा सुन्दरी माई मन्दिर एउटै बाटो निस्किन्छ दिदी यहाँ फोटो खिच्नमा व्यस्त हुन्छ यहाँ म भिडियो बनाउनमा बाटो त कस्तो सफा छ हेर त गाई देखो न कौन है ये लड़की देख ये हैंडसम हुनुहुन्छ रेना राय वाइफ handsome beautiful myself हामी यो ठाउँमा आइपुगेका छौँ यहाँ झर्ना कस्तो राम्रो छ यहाँनिर दिदी हामी त्यहाँ ब्रिजमा हल्का फोटो खिचेर हिँड्यौँ यहाँ दिदी अगाडि यहाँ म चस्मा पुरै हिरोइन बनेर हिँडिरहेको छु हिरोइन बन्नु पर्दैन खासमा त्यही पनि हल्का टचअप रमाइलो लागिरहेको छ यहाँ चाहिँ अघि तल हल्का गर्मी भइरहेको थियो यहाँनिर हल्का चिसो भइरहेको छ अब माथि पुता कस्तो हुने हो त्यतिखेरै अपडेट दिउँला हामी यहाँ ठट्टा गर्दै फोटो खिच्दै यो के को रुख होला यो के होला बिरुवा के को भन्दै हामी गफ गर्दै हो मलाई त लगभग पनि गाँस भन्नु म सपरी पनि गाँस दिन्छु है गाँस्न आउँछ आउँछ ए मलाई सिकाइदिनु ल मलाई
मेरो बिजोग छ म कसरी गरिदिने ये रहेछ बनाउ फरेस्टको पात यसको त हामीले त यसको पाछौँ बनाउँदा मान्छेले घर बनाइरहेको छ सरको पात कसरी कसेर बिल्ला यस्तो हाल्नु हामी यहाँसम्म आइपुग्यौँ अब कता हिँड्ने नै हामी यहाँ अझै डिसिजन लिन सकिरहेको छैनौँ त्यताबाट त होइन होला नि यता माथि के लेखेको के लेखेको त्यसोबानी ट्रेल के लेखेको सुन्दैछ हामी उता जामा अब मनिसहरू त्यतातिर त्यता छ कति मनिसहरू हामी यहाँ आइपुगेछौँ कुन ठाउँ हो थाहा छैन डाबदाम जाने बाटो हातले तान्नु न अनि यहाँ कुनै के फल हो ओजन नासपाती जस्तो देखिने छ यहाँ सानो सानो के हो कुनै झुप्पामा हेर्नु झुप्पामा खान मिल्ने हो कि नमिल्ने हो तर हामी डर लाग्दा के होला भनेर खान चाहिँ फुललाई फोकस गरे फुलसँगै हातले समात्नु ठ्याक्कै अनि छ फोकस गर्नु के फुल पुग्नु परेन तिमीले चाहिँ फोटो खिच्दै हुन्छ त्यसको मैले चाहिँ खिची भ्याइसकेँ यहाँ जाने पुगिन मैले त दिदी खिचेको हेर्दै हुनुहुन्छ दिदीले म चाहिँ पक्का सेयर गर्ने जस्तो देख्छु डुबुलाइस गर्ने ढाबामा आएछ त उतिर ल्याउनु कि क्यामेरा लानु यस्तो छ कुनै के फल हो कि यो के हो के जङ्गल के अलिकति जुम गरेर जुम होइन के हजुरतिर त यहाँ हेर्न मेरो क्यामेरामा चाहिँ राम्रो आउँछ यहाँ हेर्नु त दिदी यहाँ हो नि त यहाँको खिच्नु न राम्रो आउँछ कुनै के हो यो हामीलाई मन पर्यो फुलसँगै ठ्याक्क सेतो फुलसँग ठ्याक्क जुम हामी चाहिँ कुन चाहिँ ढाम त पुगिँदैन होला त्यही पनि यहाँ अब यस्तो गाउँ ठाउँ चुल्यो यहाँनिर खाजा खाइन्छ अनि यसो हेरिन्छ अनि निस्किन्छ हजुर अलिअलि हिँडिन्छ अनि त्यसपछि बिन्दास भएर पुगिन्छ यत्रो ज्याकेट हालेको खाजाहरू यस्तै ल्याएछौँ यहाँ दिदीहरूले पनि ठ्याक्कै चना मनु हाल के नगरेर यस्तो सहरतिर त कहाँ देख्न पाइन्छ र यस्तो यहाँ हामी फाट रहेछ यहाँनिर मान्छेले यस्तो ए है हेर नै पार्ने भयो मलाई त त्यो पर्दैन कि यहाँ तिनवटा कटर राख के चमच कटर तिनवटा राख त्यसमा यसमै हाल कि सबै यसलाई किन जुठो पानी त नि त्यसमा हाल्नु भयो एकजनाले यहाँ खाए भइहाल्नु अनि यो सबै कुरा हाल्दा भाडा चाहिन्छ भनेर के अरे चमच सर्नुहोस् थ्याङ्क यू हाम्रो लागि दुःख गर्दै हुन्छ दिदी मनु दिदीले ठुली दिदीले चमचले हाल न के को हात चाहिँ हाल्नु लाग्यो पनि हेल्प गर्दै हुन्छ म चाहिँ भिडियो मात्रै कागतीहरू ल्याएको खोल्नु दिदी प्याज बनाउँदा प्याज अलिअलि हाल्छ यो सलाद हाल्नु नि हुन्छ चटपटेको लागि है यो चटपटेको लागि है यो हाम्रो प्याज चाहिँ हात धुनु भयो छुट्याइदिनु ल्याउनु तिमी घर तिमी भान्छु ए एउटा पात तिर्दिनु पर्दैन त्यही यतिकै छरिदिउँ न के को पात चाहिन्छ सबै त नि अब हामी खाजा खान लाग्दै है पकाइछ यो धरती माताको लागि होइन यहाँ जति जति चाहिने उहाँहरू जो जे बस्छ उहाँहरूलाई दिनुपर्छ अरे बुझ्दै चलाइदिनु भयो अनाकन्डा जङ्गलमा हामी
त्यो त बन्द आज त खासै बोल्नै आइरहेको छैन मलाई त के बोल्नु पछि 9 महिनापछि अनि प्याज छर्दिम रेड्न हुन्छ जे गर्दा नि हुन्छ म त्यस्तो बाड्ने मान्छे छैन दिदी लड्डु आजको हाम्रो खाजा यहाँनिर टक्क टक्क लाएर वाउ लड्डु पनि तिलको लड्डु चिप्स पनि यहाँ छ मिठाई खानु के छ सोमसोम सो उलो रेन्ना राईलाई थ्याङ्क यू दिदी थ्याङ्क यू कतिचोटि थ्याङ्क यू भन्छु यो खाएर यो त कति गुलो नुनिलो हो ल खाएँ ल म खान्छु तपाईँहरू पनि हाम्रो भिडियो हल्का हल्का हेर्दै इन्जोय गर्नु ल तपाईँ नि केही बनाएर खानु है फेरि हाम्रो यहाँ पेट सेट दुख्दैन हाम्रो खाइसक्यो हुन्छ यो भिडियो आउँदा त टान ल मैले त चाख्नै बाँकी छ है गम गम दन्काइरहेको छौँ हामी खानेकुरा तिमीले चाहिँ केला पुच्छौ रे हजुर तिमीले चाहिँ केला पुच्छौ ढुङ्गाहरू हामी चाहिँ सिमी भूमि हाम्रो नि त्यही त हो के मडी पूजा त्यो पूजाहरू गर्ने त्यो बारीमा ठाम बनाएर राखिदिनु न त्यही त हो नि एक सरको खाजा खाइसक्यौँ एक लट अब अर्को लट चटपट हुँदैछ यहाँनिर मिठो मेन कोर्स नेपालीहरूको लेडिजहरूको मेन कोर्स यस लेडिजहरूको मेन कोर्स सानो बेबी जस्तो हुनुहुन्छ क्या अलि चाटुवा बिदिनु चाटे हो साथीहरू त्यस्तो बिदिने होइन मैले नि भनिदिएँ मात्र गर्नुपर्छ सानोको याद आउँछ यहाँ मेरो चाहिँ तातो पानी मजाको यस्तो आनन्द आइरहेछ कि सिरसिर हावा घाम पनि त्यस्तै मौसम त्यस्तै म आफू पनि त्यस्तै भन्न मिल्दैन के हो हाम्रो चाहिँ खाने मात्र काम भइरहेछ है दिदीहरूले नै रेडी पारिरहेछ अब ठुलो दिदीहरूसँग आउनुको यही फाइदा होला मेन कुरा तिमीले पारेर मेन चाहिने कुरा तिमीले रेडी पारिसकेपछि के छ हेर्नु आलु हो नि दिदी हाम्रो त्यो त नर्मल हो मिठो ल धन्यवाद आनन्द नि आयो त्यस्तो धेरै भन्ने चिज भएन तिमीले हजुरलाई भएन त्यो आलु खाएर त्यस्तो धेरै भएकै छैन आज हामीले धेरै इनर्जी वेस्ट गरेको छ भने त्यही भएर क्यालोरी इनर्जी घर बसिराखेको भए कस्तो है त्यति होइन अलिकति त्यो खायो म खायो चप्पल मोल्दै हुनुहुन्छ हामी यहाँ खानालाई तुलकुजा नि हालेन दिदी कुरिरहेछौँ म चाहिँ तातो पानी अझै पिउँदै चट्टले अब हामी यहाँ जान त पुगिँदैन त्यही पनि यहाँ यस्तो एरियामा आएको अब यही खुसी यतिको आउनुमै खुसी साह्रै भइरहेछ अहिले लु खाम दि बन्द गर भनेको यो खाने चटपटी चाहिँ अहिले तलतिर हिँड्दै तल नै यो चाहिँ तलतिर हेर्दै जाँदा खानालाई अब चाहिँ
ल अब चाहिँ चटपटे यहाँ चटपटे पुगिन्छ हौ पुग्छ पुग्छ आमामामा मेरो त कति धेरै मेरो हेर न आमामामा यहाँ पनि अब भयो दिदीलाई दिनु के गरेको यत्रो आमामामा म त 200 रुपैयाँकै आज चटपट आमामामा लु है खाना जतिकै पो बुलु पिकनिक जाँदा यति दियो भने सबै केटीहरू खुसी हुन्छ होला भात भन्दा त खान्छ नि पनि होला है भुजा चटपटे चुस्न सक्नुहुन्छ नि कागती के कुन्टा चोक्टो लिनुहोस् के मिठो छ भयो मिठो छ भयो अब त पुग्यो म बेच्न सक्छु यो चटपट अलि बेच्न चाहिँ लागेको छैन अमिलो कम तिमीले खानेलाई त अब हामीलाई चाहिँ यतिको पेट अब हिँड्दाखेरि धेरै अमिलो नि हुनुहुन्न धेरै पिरो नि हुनुहुन्न यतिको ठिक्क हो यसमा थप्ने मात्रै त नि हामीले अरू त के कम अरू त ठिक्क छ गाजर मुला झन् हल्दी पुरा धेरै छ यहाँ तर हाम्रो लागि अमिलो यतिको ठिक्क हो हिँड्ने मान्छेलाई पिरो पनि ठिक्क हो हिँड्दाखेरि धेरै पिरो अमिलो भयो भने पेट दुख्छ क्या सिन्धुली जान्छ कि दिदी अब चाहिँ जानुपर्ने छ सिरेटो लाग्यो अनि त्यही भएर ओर्ने ओरिरहेको हो अब चाहिँ खाइसक्यौँ अब लाग्नुपर्ने अवस्था छ उहाँहरूले प्याकिङ गर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ जुत्ता खोल्नु भयो अरे जुत्ता लाउँदै हुन्छ प्याकिङ पनि गर्दै हुन्छ यहाँनिर कस्तो राम्रो ठाउँ छ यहाँबाट जानै मन छैन के गर्नु र जानै पर्छ यस्तो सिटी बजाएको सुनिन्छ म थरी थरीको बजाइ देख्छु ए सामान हावा के तिमी ल ल हुन्छ दिदी ल खाइभ्यायौँ अब चाहिँ खायो है अरे अब हामी चाहिँ लागेको ल कहाँ जाने अरे अब त सिधै घर हो बिस्तारै बिस्तारै गइन्छ ट्रेनलाई चाहिँ यता हेरी बक्सिनु होला ओहो म त ढले आज त बिजो ल अब चाहिँ हामी फर्केको है सबैजना यहाँ हामी पानी पिउनलाई बसेको पानी पियौँ धाराको मस्त चिसो अनि अब यहाँ आराम गरेर एकछिन हामी तल झर्छौँ अब आज दिदीको टाउको बाँधेर डेस्टिनेसन भन्ने चाहिँ केही पनि रहेन जहाँसम्म हिँड्न सके त्यही भयो यार तिमीले त्यही भनेको होइन त्यही भयो यहाँ मकै केलाउँदै हुनुहुँदैछ आन्टीहरू मजाले त्यो बाजे चाहिँ खुवाउँदै हुनुहुन्छ चिसो चाहिँ धेरै लाग्ने यहाँ सो सिरेटो डाँडामा त्यही त रहेछ खुल्ला रमाइलो मम्मीले पठाएको मम्मीले मैले खिच्दै हेर्नु फोटो गर्छु के गरेको बाबा फुल जहाँ आफ्नो त म तालिबान जस्तै हो नि खुदा हाफिज स्पाई दर्शन भन्नु भन्छ ओहो भारी मलाई म आफै गर्नु प्लिज मतिर नआउनु म छोडिदिन्छु यदि मलाई आफै यहाँ
फोटो खिच्यो यस्तो हो म त्यही गर्न लागिरहेको थिएँ पुरै यहाँ सुलित्त सुतिरहेको छ। हामी चाहिँ फर्किँदैछौँ यतिको ठाउँमा आइपुग्यो यहाँ उता जङ्गल त्यति घरै छैन जङ्गलको जङ्गल बाटो हिँडै छौँ त्यही भएर आज त्यति भिडियो नि गरिएन यहाँ थाकी पनि सक्यो अब त खाएर हिँडेर अहिले चाहिँ यहाँ हामी खोलामा आइपुगेका छौँ फेरि यसो रिफ्रेसमेन्टको लागि हिँड्दा हिँड्दा थाक्यौँ फोटो पनि खिच्दैछौँ बस्दै फोटो खिच्छ है म यतिखेर चाहिँ म चाहिँ दिदीहरूको चस्मा लगाएर चाहिँ फोटो खिच्न लाग्दै थिएँ तलतिर खोला कति बजे चाहिँ खोलादेखि त कति रमाइलो लाग्यो। आजको डेस्टिनेसन हाम्रो अब सकिन लाग्यो लगभग हामी बस स्टेसनसम्म आइपुग्न लाग्यो आजलाई यति नै अब खासै धेरै टाढा नि जान सकिएन ढिला आयो त्यही खाजा खाने ठाउँसम्म गयो अनि त्यसपछि हल्का रिल्याक्स गऱ्यो खाजा खायो पेट पूजा गऱ्यो अनि त्यसपछि आनन्द लियौँ नेचरको अनि फोटो खिच्यौँ त्यही भिडियो गऱ्यौँ त्यसपछि अब फर्किँदै दिदीहरू तल पुग्यो म यहाँ अब चाहिँ सुरसुर खुरुखुरु सुरसुर भन्दैछु खुरुखुरु पुग्नु पर्ला जानु पर्ला चस्मा चाहिँ आई प्रोटेक्सनको लागि लगाएको अझै चिसो थियो क्या मास्तिर फेरि आँखा सुन्नेर दुख्छ भने लगाएको आँखा गाजर पनि पुरै लटपट्टि होला थाकिसक्यो अब चाहिँ उकालो चढ्न सजिलो लाग्यो ओह्रालो त गाडी चढेर दिदीहरू पनि जानु भइसक्यो अब म पनि जाने हो घर ललिपप खाँदै हिँड्दैछु दिदीहरू पनि जानुभयो आज ठिक्क टाइममा गयो भन्दा नि अलिक ढिला गयो मेरो कारणले म अझै लेट परेँ अनि आउन चाहिँ ठिक्क टाइममा आइयो अब सोचेको डेस्टिनेसन त काहीँ पनि थिएन हाम्रो जहाँसम्म हिँड्न सकिन्छ पुगिन्छ त्यहाँसम्म गयौँ अनि आयौँ उहाँहरू पनि उता अनामनगर बस्नुहुन्छ र टाढै जानुपर्ने थियो अनि जानुभयो अब म पनि घर हिँडेको एक्लै हेर्नुपर्दा चाहिँ कस्तो नरमाइलो लाग्ने रहेछ अघिसम्म दिदीहरूसँग हिँडिरहेको थियो अहिले एक्लै चक्लेट खाएर अल्छी पो लाग्ने लु अब म यहाँ टनेलमा गएर टमाटर किन्नुपर्ने छ त्यसपछि म घर जान्छु आजलाई यति नै है मैले यो पालि चाहिँ त्यति भिडियो बनाइनँ दिदीहरूसँग त्यही रमाइलोमै व्यस्त भयो अनि त्यही गइरहेको ठाउँ र अलि पर धेरै माथिसम्म जान पाएको भए चाहिँ धेरै भिडियो बनाउँथेँ तर अब
त्यहाँसम्म त गइरहेको अनि अलि माथि चाहिँ गयौँ जस्ट त्यहाँ घरहरू रहेछ मान्छेको नालीबेली रहेछ हेरिराख्यौँ अरू बेला गएको भन्दा चाहिँ अलिक माथि गयौँ ल अब त रात पर्न पनि लाग्यो अहिले 5 बज्दाखेरि नै जाडो समयले गर्दा रात पर्न लाग्यो यहाँ म बसेको खोला छ खोला चाहिँ सफा छैन अलिअलि फोहोर छ अब राखेँ है त्यतिलाई आजलाई यति नै म आज मेरो भ्लगले टुङ्गाउन चाहन्छु थ्याङ्क यू सो मच कति पछि मैले भ्लग बनाएको